अब गाउँपालिका नगरपालिका नै परिवर्तन हुन सक्छ। हो, नेपाल सरकारले गाउँपालिका र नगरपालिकालाई परिवर्तन गर्न खोजेको छ। यहाँ के हुन सक्छ? यहाँ वार्ड संख्या बढाउन पनि सक्छ र वार्ड संख्या घटाउन पनि सक्छ। मतलब के कुनै कुनै ठाउँमा वार्ड संख्या बढाउँछ, कुनै कुनै ठाउँमा वार्ड संख्या घटाउँछ र नगरपालिका कुनै कुनै ठाउँमा मर्ज गर्छ र कुनै कुनै ठाउँमा गाउँपालिका चाहिँ मर्ज गर्छ। तर अहिले यो नियम लागू भएको छैन। अहिले नगरपालिका यो भइहालेको छ, गाउँपालिका यो भइहालेको छ। अहिले त्यस्तो केही भएको छैन। अहिले मात्रै नेपाल सरकारले प्रस्ताव राखेको छ कि गाउँपालिका र नगरपालिकाले के गर्ने? मर्ज गर्ने। कुनै कुनै ठाउँमा वार्ड संख्या बढाउने र कुनै कुनै ठाउँमा वार्ड संख्या घटाउने। नेपाल सरकारले 3 दिनको टाइम दिएको छ जनताहरूलाई कि वार्डलाई कसरी के गर्दा हुन्छ, नगरपालिकाले कसरी व्यवस्थापन गर्दा राम्रो हुन्छ, के हुन्छ। तपाईसँग त्यस्तो राय विचार छ त दिएको इमेलमा तपाईहरु आफ्नो मेसेज पठाउन सक्नुहुन्छ। यदि तपाईलाई राम्रो लागेको छ त आफ्नो प्रतिक्रिया दिनुहोला। वार्डलाई यसरी गर्दा राम्रो हुन्छ, नगरपालिकाले यसरी गर्दा राम्रो हुन्छ। यदि यो सबै परिवर्तन भयो भने मतलब के हुन्छ? तपाईको ठाउँ नै परिवर्तन हुन सक्छ। तपाईको स्ट्रक्चर नै गाउँपालिकाको चेन्ज भइहाल्छ। तपाईको नगरपालिकाको स्ट्रक्चर नै ढाँचा नै परिवर्तन भइहाल्छ। तर यो सब हुन्छ कहिले हुन्छ? जब संविधान संशोधन हुन्छ। अहिले चाहिँ मन्त्रालयमा के हुन्छ? यसको छलफल भइरहेको छ। अब 3 दिन समय दिएको छ। जनताहरूले आफ्नो राय विचार राखोस् र आफ्नो मेसेज सरकारतिर पठाओस्। धन्यवाद। तपाईहरुलाई यस्तै यदि भिडियो हेर्नु मन छ भने यो भिडियोलाई धेरै शेयर गर्नु र कमेन्ट गर्नु र लो पनि गर्नु।